गुड आफ्टरनुन साथी हो। आज पनि फेरि हेर्नुहोस् न, हिजो मैले भिडियोमा भने जस्तै आज पनि आफ्नै गाडीमा हो खुरुरुरु कुदेर आएर चाहिँ फेरि यहाँ दोकानबाट सामानहरू लिएर हो फेरि फिर्दैछु म आफ्नै गाडीमा हो। यो रफ बाटोमा ओर्रादोर गर्नुले गर्दाखेरि त टायर खिएर हो तार निस्किसकेको छ हो। के गर्नु साथीभाइ, अब यस्तै हो, दुःख गर्नु पर्ने छ है। र अन्त आज चाहिँ म खास किन आएको भन्दा चाहिँ आज चाहिँ म चाहिँ अलिकति कुखुराको लागि चारो र अनि अलिकति यसो बेलुकाको लागि यसो मासु सासुहरू है को लागि म आज आएको थिएँ हो। र यहाँ झोलामै सामानहरू बोकिरहेको छु हो। अन्त त्यही त हो, अब के गर्नु, अब यसरी हिँडडुल नगरौँ भन्दा पनि खालि कामको मात्रै धुन गरौँ भन्दा पनि जानै पर्ने हुन्छ है। त्यसले गर्दाखेरि अन्त ओर्रादोर हो, रफ रोडमा हिँडेको छ हो, कुदेको छ सबै टायरहरू खिएर। मैले हिजो पनि भिडियोमा भनेको थिएँ है, आइतरासलाई मैले लेक्टो कम्पनीको चाहिँ एउटा 5 नम्बरको टायर एक जोडी ल्याइदिनुहोस्, मेरो पछाडिको टायर त खिएर सक्यो भनेर मैले भनेको थिएँ कि छैन, अन्त ल्याउनु छैन। अब आफै बजारतिर जाला जस्तो भयो हो टायर किन्नुको लागि कि। र साथीभाइ अब म यसरी दिन डेली है भिडियो बनाउँदै अपलोड म गरिरहन्छु है। र अन्त अब तपाईँलाई यो चाहिँ नभन्नुहोस् कि होइन, यो वीरबहादुर सिक्किमेस है भ्लग्स बनाउने मान्छेलाई त जहिले तैँले त्यही मात्रै लुगा लगाइराखेको हुन्छ भनेर नभन्नुहोस् ल कि। किनभनेदेखिलाई आफूलाई जुन कम्फोर्टेबल हुन्छ है त्यही लगाउँछौँ है, जुन आफूलाई छरितो सजिलो सुविधा हुन्छ है, आफूलाई मतलब अब है सजिलो लाग्छ त्यही लुगा हामी लगाउने गर्छौँ। त्यसले गर्दाखेरि त्यो चाहिँ नभनिदिनु होला है। अब यसरी नि हो, म तपाईँलाई भन्न चाहन्छु, तपाईँले यो जति म बनाउँछु भिडियोहरू कति मात्रै म फेसबुकमा हालेको हुन्छु कि, तर बेसी जस्तो चाहिँ म युट्युबमा हालेको हुन्छु। युट्युबको मेरो युट्युब च्यानलको नाम चाहिँ सिक्किमे बाबु छ है, सिक्किमे बाबु पार्ट 1 ब्लग्स हो। सिक्किमे बाबु ब्लग्स मात्रै सर्च गर्दा पनि तपाईँहरूले पाउनुहुन्छ हो। र अनि साथीभाइ अब फेरि आफ्नै गाडीमा फेरि फर्किँदैछु ल्याम्र्याङ हो। तल टायर खिएर खत्तम भइगयो। अब अरूको गाडीतिर चढिदिउँ भन्दाखेरि बाटोको हाल यस्तो छ। बाटोको हाल हेरेरै म चाहिँ गाडीमा चढ्नु पनि मन पर्दैन हो। अनि हिजो जोरथाङ गएँ है, हिजो जोरथाङ जाँदाखेरि पनि म हिँडेरै